पाइथनमा प्रोग्राम लेख्नुपर्ने छ टु डिस्प्ले ग्रेटेस्ट नम्बर अमong एनी 3 नम्बर्स। त यहाँ के भनेको छ भने यहाँ तीनवटा अप्सन छ। तीनवटा अप्सन मध्ये अब तीनवटा नम्बर हाल्नुपर्छ र यसमा कुन नम्बर चाहिँ सबैभन्दा ठुलो छ त्यो देखाउने चाहिँ प्रोग्राम लेख्नको लागि भनेको छ। त यसको लागि हामीले चाहिँ के गर्नुपर्छ भने पहिला फर्स्ट नंबर को लागि एउटा भेरिएबल लिनुपर्छ र त्यो मैले यहाँ यो प्रोग्राममा लिएको छु। जस्तै यहाँ फर्स्ट भेरिएबलमा ए लिएको छु। अब ए को ठाउँमा चाहिँ बी जेड पनि लिँदा हुन्छ, बी लिँदा पनि हुन्छ, एस लिँदा पनि हुन्छ, केही फरक पर्दैन, या नम फर्स्ट लिँदा पनि हुन्छ। अनि ए दिएर त्यस पछाडि इज इक्वल टु दिएको छु र यहाँ चाहिँ डाटा टाइपमा इन्टिजर युज गरेको छु, किनभने यहाँ नम्बरलाई फाइन्ड आउट गर्दाखेरि प्रायः जसो इन्टिजर नम्बर नै युज हुन्छ। इन्टिजर नम्बर भनेको जसमा चाहिँ डेसिमल पोइन्ट नम्बर, डेसिमल भ्यालु चाहिँ हुँदैन, त्यस्तो नम्बरलाई इन्टिजर नम्बर भनिन्छ। र त्यस पछाडि स्मल ब्राकेट स्टार्ट गरेको छ र यहाँ इनपुट स्टेटमेन्ट युज भएको छ। अब इनपुट स्टेटमेन्टको काम के हो भने युजरबाट यसमा चाहिँ डाटालाई इन्टर गरिन्छ र त्यसपछि फेरि स्मल ब्राकेट स्टार्ट भएको छ र डबल कोटेसनभित्र इन्टर फर्स्ट नम्बर मैले यहाँ लेखेको छु र यहाँ चाहिँ फर्स्ट नम्बर इन्टर हुन्छ। त्यस पछाडि अब सेकेन्ड नम्बरको लागि अर्को भेरिएबल लिएको छु, त्यो चाहिँ बी छ। अनि बी इज इक्वल टु त्यस पछाडि डाटा टाइपमा इन्टिजर नै युज गरेको छु र इनपुट गर्नको लागि इनपुट स्टेटमेन्ट युज भएको छ। र त्यस पछाडि यहाँ मैले लेखेको छु इन्टर सेकेन्ड नम्बर। त्यसै गरी थर्ड नम्बरको लागि भेरिएबल सी लिएको छु र सी भेरिएबल इज इक्वल टु पनि डाटा टाइपमा इन्टिजर, त्यस पछाडि इनपुट अनि त्यस पछाडि इन्टर थर्ड नम्बर यहाँ लेखेको छु, टाइप गरेको छु। र त्यस पछाडि यो नम्बरलाई चाहिँ के गर्नुपर्छ भने तीनवटा नम्बर यहाँ लेखिसकेको छु। यो नम्बर चाहिँ अननोन छ, थाहा छैन। अनि त्यसै कारण यहाँ चाहिँ सेलेक्सन स्टेटमेन्ट युज गरेको छु र सेलेक्सन स्टेटमेन्टमा पहिला चाहिँ इफ युज गरेको छु र त्यस पछाडि ए नम्बरलाई यानी कि पहिलो नम्बरलाई दोस्रो नम्बरसँग कम्पेयर गरेको छु। यहाँ दिएको छ इफ ए ग्रेटर देन बी एन्ड ए ग्रेटर देन सी। अब यहाँ यो एन्ड चाहिँ एउटा लोजिकल अपरेटर हो। यहाँ चाहिँ दुईटै कन्डिसन ठिक हुन्छ भने मात्रै यसले ठिक देखाउँछ, अरू अवस्थामा यसले गल्ती देखाउँछ। त यहाँ ए ले बी सँग कम्पेयर गर्छ, यदि ए बी भन्दा ठुलो हुन्छ र त्यस पछाडि ए ले सी सँग कम्पेयर गर्छ, ए सी भन्दा पनि ठुलो हुन्छ भने यहाँ जी इज इक्वल टु ए, जी भनेको एउटा भेरिएबल हो, जी भनेको ग्रेटेस्ट भनेर भ्यालु देखाउँछ। त्यस पछाडि अब यो कन्डिसन यदि मिलेन भने अर्को कन्डिसन चाहिँ यहाँ लेखेको छु, त्यसको लागि एलिफ युज भएको छ। यहाँ एलिफमा दिएको छ बी ग्रेटर देन ए एन्ड बी ग्रेटर देन सी। अब यहाँ बी ले ए सँग कम्पेयर गर्छ, त्यस पछाडि बी ले सी सँग कम्पेयर गर्छ। यदि यो कन्डिसन मिल्छ भने जी इज इक्वल टु बी हुन्छ। यदि यो कन्डिसन पनि मिलेन भने त्यस पछाडि अर्को कन्डिसन छ एलिफ फेरि सी ले ए सँग कम्पेयर गर्छ, सी ग्रेटर देन ए एन्ड सी ग्रेटर देन बी। अब यो कन्डिसन मिल्यो भने जी इज इक्वल टु सी हुन्छ। अब यो कन्डिसन पनि मिलेन भने जी इज इक्वल टु यहाँ अल्स अप्सन दिएर जी इज इक्वल टु अल नम्बर्स आर इक्वल। अनि त्यस पछाडि त्यसको तल यहाँ प्रिन्ट लेखेको छु र प्रिन्ट टाइप गरेको छु र प्रिन्टले के देखाउँछ भने यसको आउटपुट देखाउँछ। यहाँ डबल कोटेसनभित्र द ग्रेटेस्ट नम्बर इज, त्यस पछाडि डबल कोटेसन क्लोज अनि कमा, त्यसपछि जी। अब यहाँ मैले यस प्रोग्रामको आउटपुट के दिन्छ त्यो चाहिँ गरेर देखाउँछु। त्यसको लागि रन अप्सन यहाँ दिएको छ, रन अप्सनमा मैले क्लिक गरिरहेको छु। अब रन अप्सनमा यहाँ दिएको छ इन्टर फर्स्ट नम्बर, त्यसको लागि मैले फर्स्ट नम्बर जस्तै यहाँ 76 हालेँ, त्यसरी इन्टर थिचेँ। फेरि अर्को यहाँ दिएको छ इन्टर सेकेन्ड नम्बर। अब सेकेन्ड नम्बर मैले इन्टर गरिरहेको छु। अब यहाँ 89 दिएँ, त्यसपछि फेरि इन्टर थिच्छु। फेरि यहाँ भनेको छ इन्टर थर्ड नम्बर। अब थर्ड नम्बर मैले राख्न गइरहेको छु, जस्तै यहाँ मैले दिएँ 54। अब यहाँ मैले इन्टर थिचेँ, तब रिजल्ट देखाउँछ। हेर्नुहोस् के देखाइरहेको छ, द ग्रेटेस्ट नम्बर इज 89। अब यो तीनवटा नम्बरमा 89 भनेको सबभन्दा ठुलो नम्बर हो।